हेलो साथीहरू, नमस्ते साथीहरू। तपाईहरुलाई म देखाउन जाँदैछु हात फ्राई अण्डा बनाउनेको है। हात फ्राई अण्डा कसरी बनाउनु पर्छ भने तपाईहरुलाई म देखाउन जाँदैछु। हेर्नु होला ध्यानसँग साथीहरू है। तपाईहरुले कहिले बनाउनु भएको होला दोकानमा या घरमा हात फ्राई अण्डा। तपाईहरुलाई देखाउन जाँदैछु है साथीहरू। यस्तो चक्कु लिनुपर्छ है हात फ्राई अण्डाको लागि म तल लगाएर पाँचमा ध्यान हुन्छ। हेर्नु होला साथीहरू, जहिले पनि जसले पनि तपाईहरुलाई भन्नुहुन्छ हात फ्राई अण्डा बनाएर दे भनेर, यसरी नै बनाउनुपर्छ साथीहरू। हात फ्राई बनाउनको लागि साथीहरू यो रानी टुट्नु भएन। जसले पनि तपाईहरुलाई थोडा पार्न जान, जो पनि कस्टमरले तपाईहरुलाई भन्नुहुन्छ हैन हात फ्राई अण्डा बनाएर दियो भनेर, यसरी नै यो अण्डा चाहिँ यो रानी चाहिँ टुट्नु भएन, सर्लक्क बनाउनु पर्यो साथीहरू है। तपाईहरु पनि यसरी बनाउनु होला साथीहरू। काली में साथीहरू हल्का मिर्ची, कसैले तपाईहरुलाई भन्नुहुन्छ यस्तो हात फ्राई अण्डा बनाएर दियो भनेर, तपाईहरु पनि यसरी नै बनाउनु होला है साथीहरू। तल चिप्किनु पनि भएन है साथीहरू, सर्लक्क हुनु पर्यो। हल्का ढिला ढिला छ, यहाँभन्दा धेरै पकाउने पनि होइन। अगर यो रानी फुट्यो भने साथीहरू यो आम्लेट भन्यो। हात फ्राईको लागि चाहिँ यो रानी पुरा हुनुपर्छ साथीहरू है, पुरा। यसरी नै बनाउने है साथीहरू। तपाईहरुले पनि कस्तो लाग्यो मैले बनाएको हात फ्राई साथीहरू? राम्रो लाग्यो भने साथीहरू कमेन्ट गर्न सक्नुहुन्छ।